नमस्ते, म पुष्पाञ्जली सिंहल्लो। मेरो घर यो कर्मचारी सञ्चय कोषमा मेरै छ, ठ्याक्कै परिश्रमको उद्देश्य सहकारी संस्था भएकै घरमा हो। पहिला चाहिँ मैले शनिबार बेलामा स्टोर राख्दै 49 नम्बर। धेरैजना हुनुहुन्थ्यो कि मेरो मिठो मानेर खाना आउनुहुन्थ्यो। अनि शनिबार बेला सकेपछि अहिले मैले घरबाटै अनलाइन अर्डर लगेर पकाउने गरेको छु। फर्स्ट शनिबार चाहिँ त्यति थाहा भएन कसलाई जान्छ के जान्छ भनेर मैले 5 केजी चामलको 5 केजी कोदो अनि खाउने माडाहरू त्यस्तो लगाएको थिएँ। अनि हाम्रो त 2 नम्बर चाहिँ सकिसकेको थियो कि त्यो दिन फर्स्ट दिन चाहिँ। पछि अन्त बढाएर 10 केजी लग्यो, त्यो पनि सकियो। बढाएर 10 केजी लग्यो, त्यो पनि सक्यो। पछि अनि हामीले 20 केजीसम्म दिनको चामलको चाहिँ 20 केजी जान्थ्यो। अनि कोदोको 5 केजी, अनि माडा बर्तन लसुन पकौडाहरू पनि गऱ्यौँ। पछि अनि सेल बढी जाने भयो, अनि हाम्रो सेललाई नै फोकस गर्नु। शनिबार मेलामा चाहिँ 18, 20, 22 हजारसम्म पुग्थ्यो सेल्स चाहिँ। हामी लगेको सामान चाहिँ सबै सकिन्थ्यो कि कहिले फिर्ता आएन। राम्रो मेरो शनिबार बेलामा चाहिँ हप्तामा 1 दिन गर्दा चाहिँ पुगिरहेको थियो भनौँ। अनि त्यसो अर्डर पनि राम्रै आइरहेको छ। फर्स्ट स्टार्टिङ छ, अहिले एक हप्ता पनि पुरा भएको छैन। पेज बनाएर स्टार्ट गरेर चाहिँ राम्रै भइरहेको छ। फेसबुकमा पनि छ परिकार घर भनेर पेज। अनि तपाईँहरू सबैजना पेज हेरेर त्यसो भएको मेनुहरू अर्डर गर्न सक्नुहुन्छ। मैले चाहिँ अर्डर आएपछि मात्र तातो तातो बनाएर दिने गरेछु। धेरै चाहियो भने चाहिँ हजुरहरूले 1 दिन पहिला नै खबर गर्नुपर्छ। पहिला चाहिँ पेज बनाएको चाहिँ 5-6 दिन भयो, आज 6औँ दिन आउँथ्यो। त्योभन्दा पहिला चाहिँ शनिबार मेलामा हो। शनिबार मेला सकेपछि पनि अब कन्ट्याक्ट नम्बर लगिराख्नु हुन्थ्यो नि त, उहाँहरूले कन्ट्याक्ट गरेर बनाइरहेको थिएँ। सानोतिनो अर्डरहरू आइरहेको हुन्थ्यो। तर अब पेज बनाएदेखि चाहिँ अलिक बढी नै आउँछ। प्रि अर्डर पनि गर्नुहुन्छ, गरिराख्नु भएको छ बिहाको लागि, पूजाको लागि भनेर। अनि 23 गते 28 गते पूजा अनि विवाह छ भनेर बढी सेल अर्डर गर्नुभएको छ कि। त्यो बढी सेलको अर्डर आयो भने त 1-2 दिन अगाडि खबर गर्नुपर्छ नि त। अघि एकजनाले 1000 सेल हुन्छ कि नै भन्नुभएको थियो। बनाउँछ सर, अनि 1-2 दिन पहिला खबर गर्नुपर्छ भनेर। तपाईँले पेज बनाएर सुरुवात गरेदेखि कतिको तपाईँको बिक्री भएको छ? त्यो दिनको 10,000 चाहिँ जहिले लाग्छ। अनि हिजो चाहिँ आज चाहिँ अलि त्यति छैन। बिहानदेखि कति 500 हजारको चाहिँ भयो। हुन त अब दिउँसोतिर नास्ता खाने टाइम लाउँदैन। अस्ति मार्केटिङ काउन्सिलको दिन, अनि हिजो अक्षय बिहाको दिन भएर हिजो चाहिँ धेरै भएको थियो। तपाईँको कतिजना हुनुहुन्छ टिममा तपाईँहरू? होइन, म पकाउँछु, छोरीहरूले अहिले डेलिभर गरिरहेको छन्। अहिले ट्राइलको लागि घरबाटै गरिरहेको छु कि धेरै मान्छे जोडेको छैन होइन। मान्छे त्यस्तो राख्नु पनि राखेको छैन। अहिले चाहिँ छोरीहरूको बिदा छ नि त। अनि त्यो भएर पनि छोरीहरूले डेलिभरी गरिदिन्छन्, म पकाउँछु। अहिले पनि हामी 3जना आमा छोरी हो। अनि राजा साहब पनि सहयोग गरिदिन्छ सानो बिहामा चाहिँ। अचार सचार बनाउन सक्दैन, सानो सामानहरू ल्याइदिन्छ। हजुरको श्रीमानले उहाँको सपोर्ट छ पुरै 100%। सानो सामान ल्याइदिने गर्ने हेल्प गर्ने गर्नुहुन्छ साँझ बिहान। अब दिउँसो त आफू होइन्छ नि त, दिउँसो आफ्नो काममा भेट्नुहुन्छ। अनि साँझ बिहान चाहिँ एकदम धेरै जस्तो महिलाहरू चाडपर्वकै बेला धपडी भएर बिचराहरूलाई कस्तो गाह्रो हुन्छ। तपाईँले त दिनकै गर्न थाल्नु भएको छ। कसरी म्यानेज गर्नु भइरहेछ? के चिजले ऊर्जा दिइरहेछ तपाईँलाई? होइन, चाह्यो भने त गरिहाल्नु रहेछ कि। सानो बिहान घरको काम गरेर पनि एक्लै भयो त भ्याइँदैन होइन, अलिक गाह्रै हुन्छ। फ्यामिलीको सपोर्ट भयो भने चाहिँ हुन्छ। त्यस्तै म यसको तयारी गर्छु भने बिहान अब राति घरको खानासाना आफै बनाइदिन्छ होइन। हेल्प गर्छिन्छ घरको खाना बनाउनु, बिहानको खाना पकाउने काम राजाको। अनि भन्छिन्छ तिमी आफ्नो घर, म खानासानाको टेन्सन नलिएको बनाइहाल्छु भन्छिन्छ। अनि बिहान नै मर्निङ वाक जाँदा चाहिँ अब तरकारीहरू सामानहरू ल्याउनु सबै कामहरू आउँदाखेरि ल्याइदिन्छ होइन।
अनि डेलिभरी गर्ने कामहरू प्याकिङ गर्ने काम छोरीहरूको गरिदिरहेको छ मलाई चाहिँ पकाउन ठिक हुन्छ मेलामा पैसा त्यत्रो 20,000 एक दिन कमाउँदा कस्तो हुन्थ्यो फिलिङ हुन्थ्यो नि राम्रै हुन्थ्यो पहिला यत्तिकै घरमा बसिरहेको हुन्छ घर बसेर के भन्छ मोबाइलै चलाएर बस्थ्यो यत्तिकै टाइम पास हुन्थ्यो होइन शनिबार मेलामा गरौँ न त खै कस्तो हुन्छ भनेर राम्रै भयो अनि सिकिए पनि थाहा पनि भयो कसरी गर्ने के गर्ने भनेर अहिले अलि गरिरहेको घरबाट पनि गरौँ न त भने यत्तिकै म त कन्ट्याक्टमा आयो भने चिने जानेकाहरूले बहिनी बनाइदिन्छ भन्नुहुन्थ्यो शनिबार मेलापछि अनि बनाइदिने भएर थिएँ अनि अस्ति हाम्रो दाइ हुन्छ के धर्मलाल चाहिँ यहाँले बहिनी यसरी भएन बेच पनि बनाउँदो हुन्छ अनि आफैले बेच बनाइदिन्छ कि अनि उस पनि गरिदिन्छ धेरै आयो कि अर्डर अस्ति त फुर्सदै हुन्थेन आज त अब अलिअलि छ होइन हामी नत्र अस्तिदेखि चाहिँ एकदम प्याक हो कि एकछिन खालि हुँदैन बेखाना बस्थ्यो छिटोमा अनि सिधै साँझ हुन्थ्यो अनि यताउता गर्दा राति 11 बजिहाल्थ्यो अनि स्कुल पुग्दैछ कहाँ कहाँबाट अर्डर आएको छ टाढा टाढाको ठाउँहरू चाहिँ कुन रहेछ पनि भन्नुहुन्छ फुलबारीबाट बेलौली पनि भन्नुहुन्छ अहिले त आफ्नो पुऱ्याइदिने मान्छे छैन अनि यस्तै डेलिभरी गरिदिने मान्छे पनि राखेको छैन राख्ने सोचमा चाहिँ छु अब यस्तै राम्रै गयो भने चाहिँ राख्नु होला यो तपाईँले घरैबाट गर्छु भनेर चाहिँ आइडिया कहाँबाट आयो अहिले यस्तो भयो शनिबार मेला बन्द भयो होइन अनि अब के गर्ने यतिकै त बस्नु भएन अनि धेरै जस्तो कन्ट्याक्ट गर्नुहुन्थ्यो घरबाट बनाएर भयो भने हामीलाई दिनु न दिँदै हजुरको सेट एकदम मिठो थियो भन्नुहुन्थ्यो अनि ठिक छ नि त भन्नु होला अनि भनेको दिन चाहिँ बनाइदिन्छु भन्थ्यो अनि घरबाटै बनाउँथेँ अब पछि शनिबार मेला खुल्यो भने फेरि लगाउनुहुन्छ कि नै शनिबार हप्तामा एक दिन त लगाउँछ डेलिभरी पनि हामी त्यहीबाट गरिदिन्छौँ भने धेरै जस्तो उतै आउनुहुन्छ है यहाँ पनि यस्तो भन्नुहुन्छ कि नजिक छ भने त लोकेसन दिन्छौँ अनि आउनुहुन्छ अनि आएर पनि लगेर जानुहुन्छ नास्ता दिन्छ नास्ताको टाइममा कति हो रेट सेलको यो काँडावाला सेलको चाहिँ 25 रुपियाँ हो अनि कोदोको सेल पनि बनाउँछ कोदोको सेलको चाहिँ अहिले 40 रुपियाँ लागेको छ अनि अरू पनि छ खाउने माडा छ कोदोको माडा ताले माडा कोदोको रोटीहरू पनि बनाउँछु अनि धेरै जस्तो भन्नुहुन्छ त्यो के अरे सुगर फ्री भन्नुहुन्छ सुगर फ्री कोही ट्याब्लेट हालेर भन्नुहुन्छ ट्याब्लेट हालेर त बनाउने गरेर छैन एकजना भन्नुहुन्छ हामी ट्याब्लेट दिन्छौँ नि अरूको ट्याब्लेट हालेर बनाइदिनु होला भन्नुहुन्थ्यो हुन्छ बनाइदिनु त भनेको अनि कोही चिनी नहालेको भन्नुहुन्छ चिनी नहालेको भनेपछि बनाइदिन्छु त्यसरी अनि लस्सी सस्सीहरू छ मैले अब बेचमा अलि मैले बनाउन सक्ने मेनुहरू राखेको छु अनि यस्तो अहिले मेनुमा धेरै पनि राखेको छैन कि अर्डर आयो भने तुरुन्तै बनाउन सकिने चिजहरू राखेको छु स्टोरमा सबै भन्नुहुन्छ सस्तो पनि छ मिठो पनि छ भनेर यस्तो हुन्छ एज बिङ अ वुमेन होइन हामीले अब घरकै काम गर्नुपर्छ भने छैन अब बाहिरको पनि काम गर्दा हुन्छ अब मामुलाई यस्तो देख्दा चाहिँ यस्तो फिल भयो कि हामीले आफूमा केही स्किल छ भने हामीले त्यो स्किलहरू चाहिँ बेच्न सक्छौँ कि हामीले त्यही आफ्नो स्किलको लाग्दा पनि हामीले जस्तो बिजनेस गरेर मात्र नभएर त्यहीलाई नै हाम्रो स्किललाई नै बिजनेसको स्रोत बनाएर हामीले इन्कम गर्न सक्छौँ अब मामुले अब आफूले नै अब उद्यमी भएर राम्रो इन्कम गर्दै हुनुहुन्छ यही पेजबाट अनि पहिला शनिबार मेलामा पनि राम्रो गर्दै हुनुहुन्थ्यो मामुले राम्रो लाग्छ त्यो परिकार घर पेजमा चाहिँ नम्बर राख्दा चाहिँ डाइरेक्ट कल पनि गर्न सक्नुहुन्छ वाट्सएप गर्न सक्नुहुन्छ मेसेज परिकार घरमा मेसेज गर्नु इनबक्स गर्नु भयो भने हामीले हेरिरहेको हुन्छौँ हजुरलाई नम्बर चाहियो भने चाहिँ मेरो नम्बर 9848578138 हो यसमा कल गर्दा हुन्छ